त्यो अचानक शान्त भइसकेको छ। अब लडाइँ झगडा गर्दैन, स्पेस पनि दिइरहेको छ, कहिलेकाहीँ हेल्प पनि गर्छ, तपाईँको कुरा पनि सुन्ने कोसिस गरिरहेछ, कहिलेकाहीँ घुमाउन फिराउन पनि लग्छ, कहिलेकाहीँ गिफ्ट पनि लिएर आउँछ। तपाईँलाई लाग्छ कि अब यो चेन्ज भइसक्यो, अब बदलिरहेछ, मलाई बुझ्ने कोसिस गरिरहेको छ। मेरो नार्सिसिस्ट पार्टनर अब मेच्योर्ड भइसक्यो, यसमा मेच्योरिटी आइसक्यो, अब मेरो लाइफ धेरै राम्रो भइहाल्छ। भगवानले मेरो सुनिलिनु, अब यसको हिलिङ भइसक्यो। यति खुसी हुनु जरुरी छैन, यति खुश नहुनु, अलि शान्त, किनकि यहाँ नार्सिसिस्ट डराएको छ, त्यो हारिरहेछ, त्यसैले तपाईँलाई स्पेस दिइरहेछ। एउटा कुरा भन्थ्यो, नार्सिसिस्ट नि कहिले नि बदलिन नै सक्दैन। आज यसैमाथि कुरा गर्दैछु। म मनिषा कर्ण, एउटा रिलेसनसिप कोच। म नार्सिसिस्ट अथवा नार्सिसिजम माथि नि भिडियो बनाउँछु। कसैलाई पनि नि नार्सिसिस्ट पार्टनरसँग प्रब्लम छ भने तपाईँ नि पर्सनल सेसन लिन चाहनुहुन्छ भने मेरो बायोमा व्हाट्सएप नम्बर छ, त्यहाँ तपाईँ मेसेज गर्न सक्नुहुन्छ, तर पर्सनल सेसनको लागि। ओके, अब कुरा गर्न जाँदैछु कि अचानक नार्सिसिस्ट किन शान्त भइहाल्छ। किनकि नि त्यसलाई मतलब त्यसलाई थाहा भइहाल्छ कि अब तपाईँ त्यसको कन्ट्रोलबाट बाहिर निस्किँदै हुनुहुन्छ। त्यसलाई लाग्छ कि अब म हारिरहेछु, त्यसैले त्यो नि तपाईँलाई स्पेस दिइरहेछ। त्यसको दिमागमा नि धेरै खतरनाक खेल चलिरहन्छ। त्यसबेला त्यो तपाईँलाई अब्जर्भ गरिरहेको छ। जसरी स्टार्टिङ फेजमा नि सुरुमा त्यो तपाईँलाई अब्जर्भ गरिरहेको थियो कि यसलाई कसरी ह्यान्डल गरौँ कि यो मेरो कन्ट्रोलमा रहोस्, यो मेरै मुताबिक चलोस्। त्यसै गरी त्यो अहिले पनि तपाईँलाई अब्जर्भ गरिरहेछ कि आखिर यसमा चेन्ज के आइसकेको छ, कसरी यति शान्त भइसक्यो। त्यसैले त्यो तपाईँलाई स्पेस दिइरहेछ। अथवा मानौ यो मलाई छोडेर पनि गइहाल्छ भने कसरी यो सारा ब्लेम यसमाथि लगाइदियो अनि म साफ सुथरा तरिकाले यसबाट निस्किहाल्छु। मात्र कन्ट्रोल पाउनको लागि त्यो तपाईँलाई स्पेस दिइरहेछ। एउटा कुरा भनिदियो कि नार्सिसिस्ट नि कहिले चेन्ज हुनै सक्दैन, किनकि नि तिनीहरूमा नि आफ्नो गल्ती हेर्ने क्षमता नै हुँदैन। किनकि तिनीहरूलाई लाग्छ कि म जे बोल्छु नि त्यो सही छ। हरेक भिडियोमा म यो भन्छु नि, जसलाई यो लाग्छ कि म जे पनि भन्छु त्यो सही नै छ, त्यो कसरी आफूलाई गलत ठहराउन सक्छ। जसमा हुन्छ नि कि म गलत पनि हुन सक्छु, त्यही मान्छे सुध्रिन सक्छ। जसलाई लाग्छ कि म कहिले गलत हुनै सक्दिनँ, म जे पनि गर्छु, जहाँ पनि जान्छु, अयासी गरौँ अथवा केही गरौँ, सब सही हो, त्यो कसरी चेन्ज हुन्छ। तिनीहरूलाई लाग्छ नि कि यो धरतीमा आएको छु म मौज मस्ती गर्नको लागि, आफ्नो शानले जिउनको लागि, जे गर्न मलाई मन लाग्छ त्यही। त्यस्तो सोच हुन्छ तिनीहरूमा क्यापेसिटी नै हुँदैन आफूभित्र झाँक्ने कि म गलत छु। त्यसैले यो गलत फहमीमा कहिले पनि नरहनु होला कि त्यो चेन्ज भइरहेछ, त्यो चेन्ज भइरहेको छैन। त्यसबेला तिनीहरूको दिमागमा नि धेरै खतरनाक खेल चलिरहेको हुन्छ कि त्यसबेला नि त्यो आफै सबभन्दा ठुलो भिक्टिम बनिहाल्छ। जसरी नि कोही बच्चा एकदमै दर्दमा पीडामा हुन्छ त्यस्तो टाइपको त्यो बिहेभ गर्छ। सबको अगाडिमा देखाउँछ कि म यो रिलेसनसिपमा नि धेरै एफर्ट्स हालिरहेको छु, धेरै हेल्प गरिरहेको छु, म पुरै कोसिस गरिरहेको छु यो रिलेसनसिप ठिक गर्ने। अथवा त्यसबेला आफ्नो तपाईँको फ्रेन्ड सर्कल होस् या फ्यामिली मेम्बर होस्, त्यसको अगाडिमा त अझ दोब्बर हेल्प गर्छ। तिनीहरूको अगाडिमा एकदमै पोलाइट,
एकदमै समझदार जस्तो कुरा गर्छ कि मैले सबै कोसिस गरेँ तर म हारिरहेको छु, तर त्यो मेरो कुरा सुनि नै रहेको छैन। यस्तो टाइपले त्यो ट्रिट गर्छ कि सब त्यसैको कुरा सुन्छन्, तपाईँलाई नै गलत ठहराइदिन्छ। त मानौ तपाईँ यो ट्र्यापमा फँसिहाल्नुभयो भने, जसरी त्यो पोलाइट भइसक्यो, एज स्पेस दिइरहेछ, तपाईँलाई लाग्छ यो बदलिसक्यो अनि तपाईँ त्यसको कन्ट्रोलमा आइहाल्नुभयो भने फेरि पहिला जस्तै त्यो ट्रिट गर्छ जसरी त्यो पहिला ट्रिट गर्थ्यो। मानौ त्यस बेला पनि तपाईँ शान्तै रहनुभयो अनि चुपचापले त्यसको नि एक्टिभिटी हेरिराख्नु भइरहेछ तर आफ्नै काममा लागिराख्नु भएको छ भने त्यो त्यसपछि त्यसको नि सारा यो हुन्छ नि जो अब्जर्भ गर्ने अथवा केही सबै फेल भइहाल्छ। तर त्यस बेला तपाईँ त्यो घर छोडेर पनि जानुहुन्छ नि त सारा ब्लेम तपाईँमाथि लगाइदिन्छ। त्यसले भन्छ कि मैले 100% यो रिलेसनसिपमा दिने कोसिस गरेँ, मैले पुरै कोसिस गरेँ, तर त्यसलाई हुनसक्छ कोही अरू नै मन परेको होला अथवा मसँग पैसा कम छ त्यसैले मसँग बस्यो। यो सबै ब्लेम तपाईँमाथि नै सिफ्ट गरिदिन्छ किनकि तिनीहरू नि आफूलाई पुरै भिक्टिम बनाउँछन्। यही सब त्यसको दिमागमा चलिरहन्छ। त्यस बेला यही सब अब्जर्भ गरिरहन्छ, त्यो हेरि पनि रहन्छ कि तपाईँ चेन्ज हुनु भइरहेछ अथवा तपाईँ त्यसको कन्ट्रोलमा हुनुहुन्छ। त त्यसको ट्र्यापमा कहिले फस्ने कोसिस नगर्नु कि त्यो कहिले बदलिन्छ। तिनीहरू त्यस्तै हुन्छन्, जालमा फसाउँछ फेरि आफ्नो हिसाबले चलाउँछ किनकि तपाईँ उसको लागि एउटा सुविधा हो, अरू केही पनि होइन। सुविधाको हिसाबले तिनीहरू तपाईँलाई चलाउँछ, तपाईँ त्यसको लागि सब थोक गर्नुहुन्छ, अरू कोही गर्दैन। त्यसैले पहिला त कन्ट्रोल पाउने कोसिस गर्छ, कन्ट्रोल पाउन सकेन भने सारा ब्लेम तपाईँमाथि हालिदिन्छ। नार्सिसिस्टको यही बिहेभियर छ। कहिले नसोच्नु कि त्यो चेन्ज हुन्छ, चेन्ज हुनै सक्दैन। तपाईँहरूलाई यो भिडियो राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर जरुर गर्नु जो अरूसम्म पनि पुगोस्। कुनै पोइन्ट छुटेको छ भने मेरो नि कमेन्ट बक्समा लेख्नु होला कि म त्यसमाथि फेरि भिडियो बनाउन सकूँ। अनि दिमागमा एउटा यही याद राख्नु होला कि तिनीहरू कहिले बदलिँदैन। त्यसैले आफ्नो सेल्फ रेस्पेक्टको साथमा जानु, सेल्फ रेस्पेक्टको साथमा रहनु, आफ्नो बच्चालाई हेर्नु, फाइनेन्समाथि काम गर्नु, अनि मात्रै तपाईँ नि राम्ररी बस्न सक्नुहुन्छ।